पेट्रोल गाडी त अब म्युजियममा मात्र सजाय राख्ने हुन सक्छ। अबको पुस्ताले त पेट्रोल र डिजल गाडी त कथामा मात्र सुन्न पाउनेछन् जस्तो भइसकेको छ। चिनिया कम्पनी CATL ले 6 मिनेटमै फुल चार्ज हुने र 1500 किलोमिटर रेन्ज दिने नयाँ ब्याट्री बनाएको छ। CATL ले 1500 किलोमिटर रेन्ज दिने ब्याट्री बनाएपछि EV बजारमा हलचल भइसकेको छ। 21 अप्रिलमा बेजिङमा सुपरटेक डे नाम दिएको नयाँ प्रोडक्ट लन्च गर्ने दिनमा CATL ले आफ्नो थर्ड जेनको लिथियम आयन फोस्फेट ब्याट्री सार्वजनिक गरेको थियो। And it's built to go off the beaten track with you. With bulletproof coating and sealing, you can drive on rough terrain and wade through water. Finally, this exceptionally tough guy in the cold Naxtra battery. Even at minus 40 degrees Celsius, it still outputs a steady flow of energy. यो ब्याट्रीलाई कम्पनीले सेन्सिङ नाम दिएको छ र ट्युसडे लन्च गरिएको ब्याट्री यसकै नयाँ भर्जन हो। माइनस 30 डिग्री सेल्सियसमा पनि 20 to 98% चार्ज हुन 10 मिनटभन्दा कम लाग्ने कम्पनीले क्लेम गरेको छ। CATL र BYD दुवैले ब्याट्रीमा नयाँ प्रवृत्ति विकास गर्नलाई अरबौं डलर खर्च गरिरहेका छन्। यसले EV को क्रेज साँच्चै नै बढाउनेवाला छ र यसको सेल्सले आकाश छुनेवाला छ। BYD को र CATL को यो ब्याट्री मार्केटमा आएपछि अब EV किन धेरै सोच्नु पर्ने नै भएन। EV गाडीमा फल्ट आउने भनेको मोस्टली ब्याट्रीकै हो। अब ब्याट्री नयाँ प्रवृत्तिमा गइसकेको छ, मार्केट पनि बढिरहेको छ। जब इलेक्ट्रिक भेहिकलको एक्सिडेन्ट हुन्छ अर पटहोलमा पर्छ त्यो टाइममा ब्याट्रीमा आगो लाग्ने चान्स एकदम हाई हुन्छ। त्यो कुरालाई मध्यनजर गर्दै BYD ले ब्याट्री इजेक्ट गर्ने सिस्टम ल्याइसकेको छ। In China, they invented a battery ejection system for electric vehicles. As we know, EV fires are extremely difficult to extinguish when they catch fire. So with this system, the battery can be ejected in 1 second, so the car stays safe. Solid state battery, sodium ion battery, 1500 किलोमिटरको रेन्ज, 10 मिनेटमा फुल चार्ज, ब्याट्री इजेक्सन सिस्टम, यो सबै कम्बाइन गरेर हेर्दा त अबको फ्युचर भनेको EV मै छ। EV प्रोडक्सन कम्पनीहरूले यतिसम्म इनोभेसन गरिसके कि अब EV गाडी नकिन्ने त कुनै रिजनै बाँकी रहेन। पेट्रोल र डिजल गाडीबाट EV मा शिफ्ट हुने राम्रो टाइम योभन्दा अरू हुनै सक्दैन। तपाईँ कुन गाडी रुचाउनुहुन्छ, इलेक्ट्रिक भेहिकल कि डिजल भेहिकल अथवा पेट्रोल भेहिकल? कमेन्ट गर्नुहोला र यस्तै भिडियो हेर्नको लागि हामीलाई फलो गर्नुहोला। थ्याङ्क यू।